subscribe to my channel. हेलो एभ्रिवान, दर्शन नमस्ते, स्वागत छ हजुरहरू सबैजनालाई मेरो नयाँ भ्लगमा। एन्ड दिस इज माई फर्स्ट भ्लग आफ्टर कमिङ टु अस्ट्रेलिया। मैले चाहिँ लगभग 8-9 महिना, सायद 1 वर्ष नै भइसक्यो होला भ्लग नगरेको। अनि म त्यत्रो समय पछाडि चाहिँ फेरि पनि भ्लग गर्न स्टार्ट गर्दैछु र आजको भ्लगमा चाहिँ म ला पेरोज भन्ने ठाउँ जाँदैछु। म अस्ति नै पनि गएको थिएँ त्यो ठाउँ, र त्यो ठाउँले चाहिँ मलाई एकदमै तान्यो र म फेरि पनि आज त्यो ठाउँ घुम्न जाँदैछु। म हजुरहरूलाई पनि सँगै लिएर जानेछु, सँगै देखाउनेछु, घुमाउनेछु। सबैजनाले भिडियोलाई सुरुदेखि लास्टसम्म हेरेर माया गरिदिनु होला है त। सी यू। फाइनल्ली म चाहिँ ला पेरोज आइपुगेँ। अनि बस स्टप चाहिँ ऊ पर पारिपट्टि रहेको छ। आएको बसहरू पनि त्यही रोक्छ घुमाएर, र जाने ठाउँ पनि त्यहीबाट हो बस। अनि यो बार वरिपरि यो रातो बार चाहिँ यहाँभित्र चाहिँ त्यो सर्पहरू देखाउने त्यो भएको थियो अस्ति म लास्ट टाइम आउँदाखेरि चाहिँ। यहाँ चाहिँ त्यो विकेन्डमा अनि पब्लिक होलिडेहरूमा मात्रै देखाउँदो रहेछ। अनि यो चाहिँ ला पेरोजको भ्यू। यता चौरी भयो, यो चौरीको उतापट्टि बिच छ। अनि अझै यहाँदेखि उता जाने ठाउँ बाँकी नै छ। अनि म चाहिँ यता छु। लास्ट टाइम आउँदा चाहिँ एकदमै हावा चलेको थियो। आज नै हावा त चलेको छ, तर लास्ट टाइम जस्तो चाहिँ छैन। अनि आजको दिन चाहिँ पानी चाहिँ परेको छैन, तर एकदमै क्लाउडी थियो। घरिघरि घाम पनि देखिरहेछ। आकाशको भ्यू चाहिँ यस्तो दामी देखिरहेछ। कस्तो राम्रो लाग्यो क्या मलाई यो ठाउँ। अस्ट्रेलियामा त्यसै हरियाली हुँदो रहेछ, रुखै रुख छ जता चाहिँ होइन, त्यही पनि यो ठाउँ चाहिँ अझै क्या कस्तो एकदमै राम्रो। हेर्नु न बाटो यता पुरै त्यो बालुवा छ क्या अगाडि, त्यो बालुवा त्यो बिचको। अनि म चाहिँ यता छु। यो चाहिँ पुरै जङ्गली भ्यू छ। अनि यहाँ चाहिँ पुरै यस्तो बालुवा कस्तो छ, मलाई जानै मन लागेन यस्तो छ क्या, किचिक किचिक सबै जुत्ताभरि लाग्छ। अनि यहाँ चाहिँ अब यो हरियाली, यसको उतापट्टि पनि पुरै त्यो बिच साइड हो। यहाँ चाहिँ अस्ति लास्ट टाइम आउँदा चाहिँ फिसिङ गरिराख्नु भएको थियो। यस्तो छ यता चाहिँ। अनि यहाँ चाहिँ साइकल छ, पैसा तिरेर चढ्ने। म चाहिँ अहिलेसम्म कुदाएको छुइनँ। त्यति थोरै सिँढी चढ्दा पनि कस्तो स्यास्या भएको त। म अब हजुरहरूलाई अगाडिको भ्यू देखाउँछु कस्तो छ भनेर। म जाँदैछु यता। हेर्नुहोस्, यो चाहिँ पब्लिक टोइलेट रहेको छ। अस्ट्रेलियाको सबैभन्दा राम्रो कुरा चाहिँ जता पनि रुखै रुखै, जता पनि हरियाली हुने, त्यही राम्रो। गाइज हेर्नु यो ब्रेथ टेकिङ भ्यू, कसम यस्तो दामी छ यहाँको भ्यू चाहिँ। म चाहिँ उपरबाट आएको, पुरै चौरी नै चौरी, यता बिच एरिया भयो पुरै। अनि यो परको चाहिँ यो आइल्यान्ड हो, यो पर त्यो पहिलो देखेको त्यो चाहिँ, तर त्यहाँनिर चाहिँ जान मिल्दैन क्या, गेट लगाएको रहेछ। अनि म अब अगाडि गएर देखाउँछु हजुरहरूलाई। अनि यहाँ अस्ट्रेलियामा चाहिँ क्या एकदमै नेचर फ्रेन्डली इन्भाइरोमेन्टहरू छ क्या। यहाँ चाहिँ अब यहाँको एनिमल बर्ड्सहरू पनि, नेपालमा त अलिकति मान्छे आएको देख्यो भने कहाँ पर भएको छ नि त। यहाँ त यस्तरी लात्ताले यस्तो गऱ्यो भने पनि उड्दैन क्या। अनि यहाँ के खानेकुरा दिइराख्नु भएको रहेछ उहाँहरूले चाहिँ, आइसक्रिम दिइराख्नु भएको रहेछ। अनि यिनीहरू चाहिँ यहाँ पुरै खाइरहेछ। अझ सुँगाहरू हुन्छ कति धेरै, सेतो कलरको सुँगाहरू। उहाँले आइसक्रिम दिइराख्नु भएको छ, हातमा आएर खाइरहेछ यसले चाहिँ। अब चाहिँ म त्यो आइल्यान्ड जाने बाटो जाँदैछु, तर त्यो आइल्यान्ड जाने बाटो चाहिँ बन्द गरेको छ। त्यही पनि त्यहाँभन्दा यता मुनि चाहिँ जान मिल्छ। म देखाउँछु हजुर। अनि यहाँ चाहिँ फिसिङ गरिराख्नु भएको छ है। जहिले अस्ति आउँदा नि यही बाजे हुनुहुन्थ्यो क्या, फिसिङ गरिराख्नु भएको थियो। यहाँ पनि माछा कस्तो अजिब अजिब टाइपको क्या, माछा पक्रेको यस्तो खालको थियो माछा पनि। अनि यति माछा पक्रेको रहेछ बाजेले चाहिँ। अगाडिको भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले, यस्तो दामी भ्यू छ यहाँ चाहिँ, यस्तो दामी भ्यू छ। अनि यो चाहिँ बेयर आइल्यान्ड जाने बाटो अब केही सेफ्टीको कारणले गर्दाखेरि बन्द गरेको होला। त्यही त हो नि, नेपालमा भएको भए त बार चढेर भए पनि गइन्थ्यो होला, यहाँ त मिलेन नि त। अनि यो चाहिँ यहाँ त पानी जमेको रहेछ, फेरि परेको हो। अनि यो चाहिँ तल जाने बाटो,
यहाँ चाहिँ डेट्स इन दिस एरिया लेखेको छ क्या यसरी त्यो फिसिङ गर्नलाई पनि। त्यही पनि लास्ट टाइम आउँदा यति भिड थियो अनि छेउछेउमा क्या पुरै फिसिङ गर्ने मान्छे कतिजना त लाइफ ज्याकेट लाएर फिसिङ गरिरहेको थियो, कतिजना त त्यसै क्या कस्तो डरै बिना। अनि यहाँनिर चाहिँ यति सिसेलहरू आएको हुन्छ क्या पुरै, तर मैले चाहिँ केही भेटिनँ। अस्ति अलिअलि मात्रै भेटेँ सिसेलहरू यहाँ खोज्ने। आज त छैन त, अस्ति लास्ट टाइममा आउँदा चाहिँ यति धेरै थियो यहाँ, आज त एउटै छैन त खोइ त। ए यहाँ रहेछ यस्तोमा कसरी खोज्ने हो त, यो कोट्याएर खोज्नुपर्छ क्या यहाँ। यहाँ चाहिँ पुरै वाइट यो ढुङ्गा जस्तै छ क्या, तर सबै यो सिसेलको टुक्राहरू हो फुटेर भएको, सबै सिसेलको टुक्राहरू हो यिनीहरू चाहिँ। म अहिले भेटेँ भने हजुरहरूलाई देखाउँछु है त। मैले चाहिँ केही पनि भेट्टाएन, एउटा सानो यो भेट्टाएँ, खोज्न पनि झ्याउ लाग्यो क्या मलाई आज। म चाहिँ अब यता अगाडि जान्छु त, अगाडि कस्तो डरलाग्दो छ क्या भ्यू, तर पनि जान्छु म हजुरहरूलाई देखाउँछु। आज त फिसिङ गर्ने पनि कोही रहेन रहेछ नि यार, अस्ति लास्ट टाइम आउँदा त यति धेरैजना हुनुहुन्थ्यो फिसिङ गर्ने, अनि मलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ। ए हुनु त रहेछ पर फिसिङ गर्ने, एक दुईजना देखायो, म नजिकै गएर देखाउँछु है त हजुरहरूलाई। मलाई चाहिँ यहाँभन्दा अगाडि जान मन लागेन, कस्तो लेउ छ क्या। यहाँ चाहिँ उपर दुईजना फिसिङ गरिराख्नु भएको छ त्यत्तिकै छेउमा उभिएर उपर। यता त मैले तपाईँहरूलाई देखाइहालेँ। अनि यतापट्टि चाहिँ यो ब्रिजको साइडबाट अर्को साइड भनौँ न, ब्रिजको उतापट्टि र यतापट्टि भयो। यो बिचको चाहिँ यो ब्रिज भयो अघि भर्खरमा आएको, अनि यतापट्टि चाहिँ अर्को साइड भयो। म चाहिँ अब उतापट्टिको साइड, यता पारिपट्टिको साइडबाट अब यता अगाडितिर जाँदैछु। यहाँ पनि त्यहाँ फिसिङ गरिरहेछन्, फोटो खिचिरहेछन्, म पनि जाँदैछु, हजुरहरूलाई देखाउँछु है त अगाडिको भ्यू कस्तो छ, नजिकबाट देखाउँछु हजुरहरूलाई। अनि अब चाहिँ अर्को भ्यू देखाउँदैछु तपाईँहरूलाई हेर्नु। यो झन् यस्तो दामी छ, भिडियोमा त यसको के भन्ने, यो भ्यूको ब्युटी भिडियोमा त क्याप्चर हुन सक्दैन होला, तर यस्तो दामी छ। यहाँबाट स्टार्ट भयो, म चाहिँ जाँदैछु, यहाँबाट गएर त्यहाँ इन्ड हुन्छ। अनि यहाँनिर चाहिँ प्रायः सबैजना फिसिङ गर्नेहरू मात्रै आउनु हुँदो रहेछ क्या। उहाँ पनि त्यो टुलहरू बोकेर, अनि त्यो फिसिङ किटहरू सबै थोक बोकेर क्या, सबै थोक हुन्छ नि। अनि नेपालमा पो ल माछा मारौँ भन्दाखेरि गडौला कोट्यायो, बाँसको भाटामा गरौँ, यहाँ चाहिँ त्यस्तो हुँदैन नि त। नेपालमा पनि अब कति ठाउँमा त फिसिङ किटहरू नै युज गर्नुहुन्छ होइन, तर अब हामीले त अब गर्दैन थियौँ। गडौला हाल्यो बल्छीमा उनु, अनि माछा मारौँ गर्थ्यो नि त। यहाँ फिसिङ गरिराख्नु भएको छ उहाँले, सबै यहाँ फिसिङ मात्रै छ, सबै फिसिङ मात्रै छ यहाँ चाहिँ पुरै। यता चाहिँ फेरि यस्तो छ, सेफ्टी छैन, आफै बचेर हिँड्नु पऱ्यो, लड्यो भने त सक्यो। सबै दुई साइडमै त्यस्तै छ। अनि यहाँ चाहिँ यो पानी माथिसम्म आएर होला, यो समुद्रबाट फोराएर जम्मा भएको पानी माथिसम्म आएर यहाँ सबै फिसिङ यसरी राख्नु भएको छ, यहाँ अड्काएर अनि थापिदिनु भएको छ यहाँनिर। यहाँदेखि उता चाहिँ समुद्र रहेको छ। अनि यता चाहिँ रेनबो, कस्तो दामी दिन, रेनबो देख्न सक्नुहुन्छ, कस्तो दामी। यता सबै फिसिङ गरिराख्नु भएको छ, यता रेनबो पछाडि टक्क, वाउ कस्तो राम्रो, कस्तो दामी दिन क्या। फुल रेनबो हेर्नु न यहीँ, पुरै यहाँबाट स्टार्टबाट रेनबो यहाँनिर इन्ड भएको। यहाँ त त्यस्तो क्याप्चर भएको छैन, तर कस्तो दामी देखेको क्या। वा कत्रो ठुलो माछा मार्यो सानो भाइले चाहिँ, वाउ। यत्रो केटाहरू पनि सबै केटाकेटीहरू पनि माछा मारेर हिँडिरहेको हुन्छन् नि। यताबाट उता चाहिँ आफै बसेर जानु पऱ्यो है। कत्रो ठुलो माछा पऱ्यो क्या, वाउ। केमा राख्न लागेको हुन्छ यो, अब कसरी निकाल्छन् त यिनीहरूले, कसरी निकाल्छन् त यिनीहरूले अब। ओ मेजर गर्दो रहेछ नि त, मेजर गर्दो रहेछन् पुरै। अनि त्यो फुच्चेहरूले चाहिँ माछा पक्रिएर माछा मेजर गरे क्या। अब त्यो मेजर चाहिँ किन गरेको भन्दा एउटा कुरा चाहिँ अब उनीहरूले मैले कत्रो माछा पकडेँ भन्ने पनि भयो, जे होस् अब उनीहरूले अहिलेसम्म मार्दा कत्रो पकडे त्यो पनि थाहा भयो नि त उनीहरूलाई। अनि अर्को भनेको चाहिँ
त्यो अब कुनै तोकेको लेन्थ होला, त्यो लेन्थभन्दा सानो माछा भयो भने चाहिँ समुद्रमै फ्याँकिदिनु पर्दो रहेछ क्या। त्यो चाहिँ यहाँको रुल रहेछ। अनि त्यही भएर मेजर गरेका रहेछन्। माछा मारिरहेछन् यता। अनि घाम चाहिँ आउँदै जाँदै भइरहेछ अब चाहिँ। अनि यो रेड कलरको चाहिँ म्युजियम। लास्ट टाइम आउँदा पनि म पस्न पाइनँ यो म्युजियममा चाहिँ। विकेन्ड त थियो तर के अरे 4 बजीभन्दा उता चाहिँ बन्द हुने रहेछ। 4 बजिसकेको थियो, थाहा भएन। अनि पस्न पाइनँ यसपालि पनि। आज त बन्द नै होला विकेन्ड बिना त। अनि उपर चाहिँ प्लेन कुदिरहेछ। तिमी उड्ने त्यो हवाई जहाज नबनेको भए हुन्थ्यो भन्दै गीत गाउने के छ र। भोलि कसले देखेको हुन्छ, मरिन्छ कि बाँचिन्छ लैलै, सम्झना नै मिठो हुन्छ, जुनी साचिन्छ लैलै, त्यही मिठो सम्झनाले। ल आज आकाश चाहिँ एकदमै खुलेको है, कस्तो दामी भ्यू। ल अब म चाहिँ तपाईँहरूलाई अगाडि देखाउँछु, अझै अगाडि देखाउँछु है त, आउनुहोस् मसँगै। यो अघिको ठाउँ भइहाल्यो, यो टावर भइहाल्यो, यता पार्किङ। यहाँदेखि पारीको साइड अघि म गएको त्यो बेयर आइल्यान्डहरू भएको। अनि यहाँदेखि यता माथि चाहिँ पुरै चौरी छ, यत्रो ठुलो चौरी। ऊ त्यो के हो, त्यो चेसको त्यो हात्ती हुन्छ नि त्यस्तै छ। त्यो हेर्दाखेरि चाहिँ बाहिरबाट त्यसको लुक्स चाहिँ त्यस्तै छ। त्यो के हो चाहिँ मलाई थाहा छैन। अनि यहाँ चाहिँ यस्तो उकालो छ पुरै चौर। उकालो जाँदै अब म तपाईँहरूलाई त्यहाँ अगाडि पुगेपछि देखाउने छु है त अगाडिबाट। त्यो चाहिँ के रहेछ रहन चाहिँ केही लेखेको पनि छैन त्यहाँ त। अलिअलि यसो टुटे फुटेको इङ्ग्लिस हालेर पढौँ भने पनि केही लेखेको पनि छैन रहेछ। अनि यो चाहिँ ब्यारेक टावर भन्दो रहेछ यसलाई चाहिँ, ब्यारेक टावर कि त वाच टावर। अनि यो चाहिँ पहिला यहाँ सोल्जरहरूले क्या यहाँभित्र वाचहरू राखिदिन्थ्यो अरे स्मग्लर्सहरूको लागि, त्यही लेखिरहेको छ यहाँ चाहिँ। मैले पढेको यो चाहिँ वाच टावर भन्दो रहेछ यसलाई। यस्तो छ। आजको लागि चाहिँ भ्लग यति नै। सी यू इन द नेक्स्ट भ्लग। त्यतिन्जेलसम्मको लागि बाई बाई।